साथीहरु म नमस्कार। म चाहिँ यति बेला नेस्टो हाइपर मार्केटमा आएको छु र जुन चाहिँ अब म भित्र जानेछु। जुन तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ यस्तो बिच छ, यस्तो भित्रिएको छ जुन चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। यो भिडभाड मान्छेको भिडभाडहरु यो यस प्रकार रहेको छ। म पनि भित्र इन्ट्री गरेछु, तपाईहरुले देख्न सक्नुहुन्छ। आज फ्राइडे भएको कारणले मान्छेहरु यस्तो छ कि जुन हामी नसक्नु छ र सपिङ गरिसकेपछि बाहिर निस्किनलाई ठाउँहरु पनि छैन। ठाउँहरु पनि नभएको कारण एकदमै भिडभाड तपाईहरुले देख्न सक्नुहुन्छ। म यहाँ यस्तोको बेफाइदा भनेको यही हो कि जुन चाहिँ आइसकेपछि सामान किनिसकेपछि काउन्टरबाट बाहिर लानको लागि एकदमै गाह्रो हुन्छ। एकदम लामो लाइनमा बसेर तपाईको जानुपर्ने हुन्छ भने तपाईहरु दुध आइटम, मिल्क आइटमहरु, लेमन आइटमहरु यसरी देख्न सक्नुहुन्छ। जुन कि विभिन्न प्रकारका लेमनहरु, दुधहरुदेखि लिएर हरेक कम्पनीका धेरै कम्पनीका मिल्क आइटमहरु रहेको छ भने जुन चिसो आइटमहरु यहाँनिर छ। कोकोला, स्प्राइट, फेन्टा, मिरिन्डा देखि लिएर चिसो खानेकुराहरु भने जुन चाहिँ मार्केटको अवस्था यस्तो रहेको छ तपाईले देख्न सक्नुहुन्छ। यो त पानीको चाहिँ छ भनेपछि यता जुस, जुन चाहिँ जुस रहेको छ तपाईहरु देख्न सक्नुहुन्छ। पुरै जुसको आइटमहरु यहाँ तपाईले देख्न सक्नुहुन्छ। अब यो साइडमा देख्यो भने तपाईहरु मेरो साथमा हरेक सामानहरु देख्नुहुन्छ। र साह्रै महँगो, अब त्यति महँगो पनि हैन तर चाहिँ नेपालको तुलनामा त यहाँ त धेरै साह्रै महँगो छ भनेपछि यो चिजवस्तुहरु किनेर खानलाई पनि नेपाल कन्भर्ट गरौँ भने त यहाँ किनेर खान सकिन्छ। तर यहाँको पैसाले खाँदाखेरि केही फरक पर्दैन। 5-10 भनेको केही पनि हैन, तर चाहिँ 5-10 भनेको नेपालको 3-4 सय भेट्न जान्छ। जुन चाहिँ यो चिसो आइटम हो भने यो सब्जी आइटमहरु, लसुनहरु देखेर हरेक प्रकारका के छ भनेर थाहा छैन। यो नाम पनि मलाई थाहा छैन। यहाँ चिकन आइटमहरुदेखि लिएर फलफुलहरु यहाँनिर छ। स्याउ एप्पलहरु जुन चाहिँ रेड एप्पल, ग्रीन एप्पलदेखि लिएर यो ग्रास अङ्गुरहरुको पनि हरेक आइटमहरु छ। योदेखि लिएर यी कटहरदेखि लिएर मकै पनि यसरी प्याक गरिएको छ भने ड्रागन फ्रुट यस्तो छ र अरू पनि यहाँनिर चाहिँ यस्तो छ। हरेक सब्जी आइटमहरु सजिलो तरिकाले हामीले दिन सक्छौँ। यो फलफुलहरु पनि के छ यसको नामहरु, कतिपय नामहरु त मलाई थाहा पनि छैन। यो फ्रुटहरु देखेको पनि थिएन मैले भने कुनै चाहिँ यो चाहिँ एभोकाडो हो जुन चाहिँ यसको प्राइस यहाँ तपाईले अहिले सजिलै देख्न सकिन्छ। अब यहाँको यो नम्बर काउन्ट त भनेको एकदमै सानो हो तर चाहिँ कन्भर्ट गर्दाखेरि नेपालको साह्रै महँगो अति नै पर्न जान्छ भने यो चाहिँ केराको माथि फलेको फलको टुप्पो हाम्रो नेपालमा कामै लाग्दैन भने यहाँ चाहिँ यस्तो बेच्न राखेको छ। जुन चाहिँ 1 kg बराबर 7.95 छ भने यहाँनिर यो आँवला पनि यहाँनिर छ। हरेक चिज वस्तुहरु बेच्न राखेको छ जुन चाहिँ हाम्रो गाउँघरमा त्यतिको अवस्था, गाउँघर जङ्गलहरुमा त्यतिको अवस्था गएको छ भने यहाँनिर यो करीपत्ता हेर्नुस् हाम्रो जङ्गलमा प्रशस्त मात्रामा खेरा गइराखेको करीपत्ता यहाँ यसरी राखेको छ जुन चाहिँ
1 kg बराबर 12.95 ₹12.95 हालाला दिएको छ र यो जुन चाहिँ हाम्रो गाउँघरमा फल्ने यो सानो टमाटर भन्छ कि यो हामतिर रामलिना भन्ने चलन छ गाउँतिर। यो पनि यसरी चाहिँ बिक्री गर्न राखेको छ र यो साह्रै महँगो, अत्याधिक महँगो यो सलादको रूपमा खाने गर्दछ। भनेपछि यो के हो, यो म त देखेको पनि थिएन, यो चिज वस्तु थाहा पनि छैन होइन। सब्जी आइटम यस्तो रहेको छ, सब्जी आइटमहरू अनि यो खजुरको आइटमहरू यस्तो रहेछ। टमाटर क्वालिटी एकदमै राम्रो बेस्ट लाग्यो मलाई। टमाटरको क्वालिटी एकदम बेस्ट छ। तर यो फ्रुटहरू फलफुलहरू यो विभिन्न प्रकारका फलफुलहरू छ जुन चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। यो फलफुलहरूको कतिपय चिज यस भनौँ र कतिपय फलफुलहरू त मैले देखेको पनि थिएन र यस्तो रहेको छ। भने फ्रोजन आइटमहरू यहाँनिर छ, यस्तो देखेको छ। भने अन्डाहरू यहाँनिर छ। भनेपछि आँपहरू यो चाहिँ यहाँ यस्तो छ, काँचो छ। यो औषधि हालेको हो, पछि गएर बिस्तारै पाक्दै जान्छ भने यो स्याउ पनि यस्तो छ। अनि यो सुन्तला आइटम चाहिँ अहिले राम्रो आएको छ, क्वालिटी चाहिँ राम्रो छ। यहाँ सामान महँगो भए तापनि सामानको क्वालिटी अत्याधिक राम्रो पाइन्छ। यो नेस्टो हाइपर सुपर मार्केटमा तपाईँहरू देख्न सक्नुहुन्छ। यो सँगसँगै फ्रुट आइटम अझ यता पनि छ। यो फ्रुटहरू भने किवी पनि छ, र यो महँगो छ यहाँ किवी। भनेपछि फलफुल आइटमहरू यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। र यो सुन्तलाको क्वालिटी चाहिँ बहुत ही राम्रो रहेछ। सुन्तलाको क्वालिटी राम्रो छ। तपाईँको भनेपछि ₹5.99 5.99 रहेको छ। जुन चाहिँ तपाईँले अनि अब म जाँदैछु। अत्याधिक भिड छ यहाँ, अत्याधिक भिड छ। भिडको पनि अत्याधिक भिड छ यहाँ, तपाईँ देख्न सक्नुहुन्छ। जुन यो छुट्टीको टाइममा, बिदाको टाइममा हामीहरू यहाँ प्राय आउने गर्छ। मलाई पनि अत्याधिक मात्रामा भिड हुन्छ। यो साइडभन्दा अलिक सुनसान किनभने एक्सिडेन्टको सामना पाउने गर्छ, त्यही भएर अलिक कम्ती भिड हुन्छ। उक्त साइडतिर त्यसरी हिँड्नै हुन्छ। चामलको आइटमहरूदेखि लिएर हरेक चिज वस्तुहरू रहेको छ। जान खोजेको बाटो नै कतैबाट पाइरहेको छु। म चाहिँ भित्र छिर्न खोजिरहेको छु अर्को दिवारमा, तर चाहिँ बाटो कतै पनि पाइएको छैन। तर यहाँ रहेछ, म चाहिँ जाँदैछु अहिले यो बाटोबाट। र अत्याधिक मात्रामा भिडभाड छ अहिले, मान्छेको भिडभाड। नमस्कार हजुर, सन्चै हुनुहुन्छ है? एकदम आराम एकदम हजुर। खेल भइरहेको छ त मान्छेको यहाँ एकदम अत्याधिक मात्रामा। अत्याधिक मात्रामा मान्छेहरूको भेट कति छ। यहाँ छिर्ने ठाउँै छैन, छिर्ने ठाउँ नभएको अवस्था छ। त्यो भिडभाड छ कि मान्छेको। अब यहाँ चाहिँ छिर्न नसकेको कारणले चाहिँ म जानेछु। अब चाहिँ अत्याधिक मात्रामा भिड भएको कारणले म चाहिँ माथि अर्को साइडमा जान खोजिरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ एकदमै भिड छ यहाँ, अति भिड छ, अति भिड। छुट्टीको टाइममा यहाँ सपिङ गर्न पनि
दौडे हम्मै पर्ने गरेको छु केमन चोक मलाई गानु देख्न सक्नुहुन्छ ल अयो जानलाई ठाउँ पनि छैन तपाईँको सफल भयो साथीहरू तपाईँहरू एकदम अति भेट यो जुत्ताको क्वालिटी खोजेको जुत्ताको तर चाहिँ क्वालिटी राम्रो छैन यहाँ जुत्ताको क्वालिटी खोजेको त्यही पनि यो जुत्ताको क्वालिटी त्यति राम्रो छैन उता मेन मार्केटको तुलनामा यहाँ चाहिँ जुत्ता त राम्रै हो त्यो पनि त्यति नजर आउने गरेको छैन क्वालिटी राम्रो छ हुन थोरै जस्तो लाग्थ्यो तर चाहिँ यस्तो प्रकारले चाहिँ अब चाहिँ हेरिसक्यो सक्ने मान्छेहरू यो यसमा रहेको छ उता कुनादेखि यतासम्म यो तपाईँहरू अब चाहिँ म फर्किनेछु यो माथि बेदबार अत्याधिक गन्धर्व भयो म चाहिँ तलतिर फर्किनेछु म जानेछु है त साथीहरू म चाहिँ फर्किन थालेको यो भेटमा चाहिँ छिर्न नसकिने भयो यसो गर्नु खोजेँ है त जुस खानको लागि अब यहाँ जुस खाना अब पुरै भिडभाड छ साह्रै जुस त्यहाँ पर्नेछ है त्यस प्रकार चाहिँ अत्याधिक भिड आज फाइनली जुस पनि रेडी भइसक्यो अब चाहिँ हिँडेको ल म चाहिँ हिँडिसक्यो है अब